गुड मर्निङ। के छ साथीभाइ हो? ठिकै छ होला हैन? अब हिजोको कुरा र प्रमाण छ यो प्रमाण देखाउँ त्यो प्रमाण देखाउँ भन्ने गगनको प्रमाणले खै के काम गर्यो? रवि लामिछानेको मुद्दा त फिर्ता भएछ, उहाँले अब मुद्दा नचल्ने अरे हैन। त्यो पनि एउटा राम्रै पक्ष हो। आउँदो चुनावले केही न केही गर्ला। कुरो चाहिँ काङ्ग्रेसकै हो क्या, फुटेर दुईटा भयो। अब गर्छन् कि शपथ त खाएछ सभापतिमा काङ्ग्रेसको 65% पुरा गरे, गरी त खानु पर्यो होइन त बर्खास्त भइहाल्यो। एउटाबाट बर्खास्त भएपछि अर्कोमा 65% पुऱ्याएर काङ्ग्रेस जिन्दाबाद भन्दै होला र बाउवाले काङ्ग्रेस गयो, दुई टुक्रा भयो चुनावको मुखमा हैन। तिमीहरूको रमाइलो भाँड भैलोले चुनाव चाहिँ खलबल नगर है। त्यसको कालान्तर असर भनेको हामी जनताहरूलाई नै पर्ने हो। तिमीहरूको भाँड भैलोले ल काङ्ग्रेस यस्तो काङ्ग्रेस होस्। तिमीहरूको दुईटाको पार्टी कार्यालय तानातानमै कति दिन बित्छ। निर्वाचन आयोगले चाहिँ शेरबहादुर देउवालाई दिनुपर्ने क्या यो बेला चाहिँ भनेको। आधिकारिक काङ्ग्रेस शेरबहादुर देउवाको भन्नु त हिस्सा बुढी हरिया दाँत थत्ते बुढी दौडा दाँत हुन्थ्यो अनि त्यसपछि जय राष्ट्र जय देश जय नेपाल है। हामीले गर्नुपर्ने काम भनेको यस्तै हो, नगरी हुँदैन।